ब्रह्मण देवता अब हो माथितिर रहेछ अर्थात् त थाहा छैन ओ ब्रह्म देव शिवाय नमः पर्देयत न पर्देयत चात्मनि तद्विद आत्मनो माया यथा वासो तथा तम यस स्थानमा हाम्रा वायुरूपी पितृहरू आएर त्यस ठाउँमा बसिदिनुहोस् हामीले यो आयोजना गरे त्यही राखिदिनुहोस् अब त्यसलाई हो त्यही राखिदिनु यतापट्टि ल यता आउनुहोस् अब यो देख्नु भयो अब यसो अलिकति यतापट्टि व्यायाम गण्डको प्राप्ति कामनार्थम हरिद्रादि दीपदीपादि सहित पूजनादि सहित श्रीमद्भागवत चतुश्री भागवत ब्राह्मणद्वारा श्रवणकर्ता वयं करिष्यामहे ओ अहमेव समय व्याघ्रे शत शत परम पचद यदे तत्स व्यवशेषस्मै यत् यत न पर्ते यत चात्मनि तद्विद आत्मनोमायं यथा वासो यथा तम यथा महान्ति भूतानि भूतेषु च वचेषु प्रविष्टानि तथा तेषु न तेषां यथा वद जिज्ञासं तत् जिज्ञासनात्मनः अन्य व्यतिरेकाय यथा सर्वत्र सर्वत्र यथा वद जिज्ञास तत् जिज्ञासनात्मनः अन्य व्यतिरेकाय तेन अनुरोगम व्यतिरेकामि यशा सर्वतः सर्वतः ओ नमोते वासुदेवाय विष्णु है जो तरकारी ईश्वरो वरदो नित्ये नेतो राज्यमदो रुद्रशान्तिरकलागुण ओम शुभाय अब लाखपति हरि ओम नमस्ते अब डाली लानु नानी अब लाखपति पूजा गरेपछि अनि उता गरेदेखि हामी सिधै अर्को बनाउँदा अब लाखपति बजारेपछि भित्रै तिनवटा त अट्दैन होला कि त्यो
क्या त हाम्रो त्यो अग्निकुण्डभित्रै तिनवटा अट्ला नि होइन उहाँले चढाउनु भनेर चढाएको आँखा सुनो ब्रह्मा विष्णु महेश्वरादि शक्ति सहित देवी नमो नमः प्राणपति बाबा कपोला ब्रह्मा विष्णु महेश्वरादि शक्ति सहित परमदेश महेश्वर नमो नमः प्राणपति बाबु ब्रह्मा विष्णु महेश्वर शक्ति स्वरूप देवी देवी नमो नमः प्राणपति हृदय ब्रह्मा विष्णु महेश्वर सावित्री लक्ष्मी पार्वती देवी नमो नमः प्राणपति कति ब्रह्मा विष्णु महेश्वर सावित्री लक्ष्मी सरस्वती देवी नमो नमः प्राणपति पूर्वोत्तर देवी देवी प्राणपति बाबा हृदय प्राणपति बाबा कर्ण प्राणपति बाबा कपोला प्राणपति बाबा नेत्र प्राणपति बाबा निधार प्राणपति बाबा शिव प्राणपति बाबा प्राणपति बाबा प्राणपति पुष्टि राखिदिनु जल राखिदिनु आसनं पाद्यं अर्घ्यं पुनः सर्वं ओम ब्रह्मणे नमः विष्णवे नमः शिवाय नमः सावित्र्यै नमः सावित्र्यै नमः लक्ष्मी नमः पार्वतीभ्यै नमो नमः अब लिइरहनुहोस् है ओम गजाननं भूतगणाधिसेवितं कपितजम्बो फलचारुभक्षण उमासुतं शोकविनाशकारकं नमामि असुरपादपङ्कजं तुण्डमहाकाय सूर्यसमप्रभ अभिघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा मुखाय कदन्ते च कपिलो गजकर्णक लम्बोदरतविकट विघ्ननाशो गणाधिप धूम्रकेतु गणाध्यक्ष फलचन्द्रगजानन द्वैचैतन्यमानि जपटे शृणुयादपि विद्यारमिवाये च पर्वस्य निर्गमे तथा संग्रामे संकटे चैव विघ्नतस्य कैकनाथं ओम विष्णवे नमो नमः ओम ब्रह्मणे नमो नमः ओम समसदा शिवाय नमो नमः समसदा शिवाय नमो नमः लक्ष्मी देवी नमः पार्वती नमः सावित्री नमो नमः देवी प्रपन्नाति हरे प्रसीद माता जगतोऽखिलस्य प्रसीद विश्वे नित्यानि विश्वं रमेश्वरी देवी चरस्य रमेश्वरी देवी चरस्य अहमेव समेवाग्रे न सद परम पचत यदि तच्च यवशेष ससोमटित पठे यथा न पठे यथा चात्मनि तद्विदा आत्मनो मायं यथा वासो यथा तमं तमाति भूतानि भूतेषु च वचेषनु परविटानि ब्राह्मणस्य मुखमासीद् बहुराजन्यकृतवृतदस्य ये पता लक्ष्मण भगवान को शंकर भगवान को पार्वती आमा को संपूर्ण देवहरू को
लम्बोदर गणेश भगवानको सम्पूर्ण थापनाले देव नारायण हरि हरि नारायण हरि हरि नारायण बोलिनु ओ नमो देव वासुदेवाय जपिरहनु ओ नमो भगवते वासुदेवाय जपिरहनु नारायण हरि हरि अब लक्ष्य वर्तिका भन्छ पाउ भनेको 4 भागको 1 भाग 4 पाउ भएपछि 1 किलो हुन्छ 1 झाडी त्यसकारण 4 पाउ भएपछि सबैमा 4 टुक्रा भएर 1 टुक्रामा भएपछि त्यसको फरक हुन्छ 1,25,000 ज्योति सके डबल नभए पनि सिंगलै भए पनि त्यति बत्तीलाई एकैचोटि बालेर मनलाई उज्यालो बनाएर आत्मालाई चाहिँ स्वच्छ बनाएर अनि भगवानको नाम लिएर नाच्ने र गाउने भजन गाउने गरेपछि हाम्रा आमा दिदी बहिनीहरूले रसोला सबै निवारण हुन्छ सबै जान्छ त्यसैको लागि यो पूजा हामीले गर्न खोजेका हौँ किनभने हामीले यज्ञ गरेर लागेका छौँ जुन यज्ञले पितृहरूको वैकुण्ठवास वरिपरि यसरी कुनै प्रेतको रूपमा भएर बसेको भए अथवा मुक्ति नभएको भए अथवा भनेको ठाउँमा जान नसकेको भए नारायण हरि हामीले भगवान पितृहरूलाई वैकुण्ठमा प्राप्त गराउनको लागि ठुलो यहाँ के छ भने साधन तयार गर्छौँ जहाज बनाएका यस्तो भगवान नगरेर केही सफल हुनको लागि यति धेरै पूजा त हामीले गऱ्यौँ मन पनि शुद्ध गऱ्यौँ आत्मा पनि उज्यालो गऱ्यौँ कतै छाइछुइ भएको रहेछ भने जानेर अथवा नजानेर थाहा पाएर वा नपाएर अथवा त्यसै मुखी गरेर वा नगरेर झुकेर वा नजानेर जसरी गरेका भए पनि रसोलाको दोष लाग्छ भनेर हाम्रो शास्त्रले भनेको छ जसरी गरे किनभने हाम्रा आमा दिदी बहिनीहरूले सारा संसारको कल्याणको लागि आमा बन्नुभयो अरे दिदी हुँदा अर्कै हुन्छन् बहिनी हुँदा अर्कै बुहारी हुँदा कडा हुन्छन् सासु हुँदा झन् कडा बुहारी हुँदा कडा हुने सासु हुँदा कडा हुने तिनै छोरी हुने है सानामा छोरी हुन्छन् बुढी भएपछि बुहारी हुन्छन् अलि बुढी भएपछि आमा हुन्छन् धेरै बुढी भएपछि हजुरआमा हुन्छन् अरू कुरा भन्दा ओ दिदी भन्दा पनि ठिकै हुन्छन् ओ बहिनी भन्दा पनि ठिकै हुन्छन् ओ देउरानी भन्दा पनि ठिकै हुन्छन् आमा भन्दा पक्रेर आउँछ है त्यो आमा भने हे आमा भन्ने मेरो बाबु मेरो नानी विदेशमा भएकालाई पनि झस्याङ्ग हुन्छ बिचराहरू के गरेको होला के खाएको होला के गरेकी होली कसो गरेकी होली सबैका छोराछोरी यहाँ देख्छु मेरोलाई अहिले देख्न पाएको छैन दुःख पाएका छन् सुख पाएका छन् कति हुन्छ है घरमा आएर कुनै व्यक्तिले आमा भनेर सम्मान गर्यो भने बाबु भनेर सम्मान गरिन्छ आमा कस्ता हुन्छन् भनेर म तपाईँलाई सुनाइदिन्छु है आमा मोर्चो भनेर खोलामा गइछन् नदीमा अनि मोर्चो भनेर त्यो एउटा मोद्रो पनि उसमा किनारमा राखिछन् अनि यहाँ त हुँदैन क्या यहाँ त हुँदा माथि माथि माथामा मन परिवर्तन हुन्छ मरिन्छन् उतै बसिछन् है अनि समय पद्धतिले अर्को मान्छेसँग बिहा गरेर अर्कै घरबाट बस्छन् 2 वर्षको छोरो थियो उनको त्यो छोरो एउटा घरमा त्यो दुलादुले झगडा गरेर बस्न नसकेर होला बिचरा हात्तिएर त्यसरी गएकी थिइन् अनि पछि त्यो छोरो 14 वर्षको भएछ छोरो 14 वर्षको भएछ आमा चाहिँ अर्का ठाउँमा बिहा गरेर फेरि 2-3 छोराछोरी पाइछन् यताको त माया त छँदैछ र एक दिन गोर्खाको मान्छे काठमाडौँमा गएर अनि त्यहाँ व्यापार गरेर व्यापारको सामान किनेर घर फर्केर आउँदा साथीहरू एकातिर बस्छन् त्यो एकातिर बस्छ त्यो केटो 14 वर्षको केटो पछि भयो अनि कहाँ बस्छ आमा घर गर्छ है बाँस बस्छ
अनि आमा भने चाहिँ त्यसरी आमा जब आमा भनेको त्यो पुरानो आफ्नो छोरो आँसु खसाले के गरेको होला मेरो बाबु के खाएको होला मेरो बाबु त्यसको बाबासँग झगडा भयो बस्न सकेका त बस्ने थिए मलाई अन्त जान मन थिएन सकिन हिँडेँ तै पनि कष्ट खाएर बस्नु पर्थ्यो मेरो कर्म यस्तै लेखेको रहेछ के गर्नु मेरो बाबु बाबु गोर्खा जनजस्याङ बहिनी अब अहिले बोल्दिनँ खाना खाइसकेपछि बोल्छु खाना खाइसकेर सबै सोद्धा त आमा छोरा यति धेरै माया भयो यति धेरै त्यहाँ उ भयो छोराको हुन्छ आमा जस्तो ठुलो कोही छैन यो आमाको पूजा गरेको सबै के हुनु भने हाम्रा दिदीबहिनीहरू बुहारीहरू छोरीहरू पनि आमाको रूप बनेर एकअर्कालाई माया गरेर घर उज्यालो बनाउनु श्रीमान श्रीमतीमा पनि एकअर्का सेवा गर्ने बेलामा श्रीमान श्रीमती अहिले चाहिँ के हो आमा बनेर सबैलाई माया गरौँ दाजुभाइ दिदीबहिनीहरूको पनि त्यस्तै होस् भनेर हामीले यहाँ आमाको यसलाई के भन्छ बाहिर बाल्ने लाख बत्ती भित्र आत्मज्योति बाहिर बाल्ने लाख बत्ती भित्र आत्मज्योति भावनाको संस्कार जाओस् भए जाति भावनाको संस्कार जाओस् भए जाति बाहिर बालेको बत्तीले भित्रको आत्मालाई उज्यालो बनाएर राम्रो मात्रै देख्छु राम्रो मात्रै सुन्छु शरीरलाई पत्ते हुने सुभोजन मात्रै खान्छु राम्रो ठाउँमा मात्रै जान्छु राम्रो काम मात्रै गर्छु बामा गुरुलाई आदर सत्कार गरेर पूजा गर्छु सानोलाई माया गर्छु आदर गर्छु असल छोरो भन्छु असल छोरी भन्छु आजसम्म गरेका सबै सबैको प्रायश्चित गरेर अब म केही पनि गर्ने छैन शुद्ध भएर बामाको प्यारो छोरो हुन्छु प्यारी छोरी हुन्छु यस्तो किसिमको सबैलाई बाहिर बालेको बातीले भित्रको आत्मालाई उज्यालो गर्ने हो हाम्रा हजुरबाहरू स्वर्गका आमाहरू दाइहरू जो स्वर्गका छन् हाम्रा चार जो स्वर्गका छन् सोलाका कारणले पृथ्वीसँग मिसिन पाएका छैन र सोलाका किनभने एउटा दोष लाग्यो भने यता नआऊ तिमीलाई दोष लागेको छ तिमी शुद्ध भएर आउनुपर्छ भनेर धर्मराजका दूतहरूले भन्छन् शुद्ध आफू हुन सक्दैनन् त्यसरी बसेका हुन्छन् हेरम नगर्नु गाली गरेका छैनन् शराब कहिल्यै पनि दिँदैनन् नराम्रो कहिल्यै भन्दैनन् बाबु रसोला बगा बेलामा छाइछुट भएको हुनाले भनेको ठाउँमा जान पाएको छैन एउटै यज्ञ गरेर लाखपति बाल्यो त्यो आँखामा देखिने भैँसीले दुध दिन अरू खाने दुध नदिएको क्या त आमा बाबा लाएर होइन छैन अब त्यो हामीले भने ज्योतिषले यसो हेरेर गुनारोले अब त्यो पत्याइमा सक्दैन पत्याए फेरि केही पनि होइन पनि भनिन्छ हामीले पत्याएर यो काम गरिरहेको छ त्यसो भएर त्यसो भएको हुनाले हाम्रा पितृहरू जो स्वर्गमा जानुभएको छ जानी नजानी बा पनि छैन होला हजुरबा पनि छैन होला श्रीमान त झन्ती चाहिँ छैन होला भाइ पनि छैन होला गाई पनि दुइयो होला भैँसी पनि दुइयो होला कर्मचारी गएर अफिस पनि बसियो होला विद्यार्थी हुँदाखेरि सबै साथीसँग छोइयो होला गुरुवासन छोइयो अब त छोइनलाई दोष लाग्छ छोइनलाई पनि दोष लाग्छ त्यो छोइएपछि त्यो छोइनेवालालाई पनि दोष लाग्छ त्यो दोषका कारणले वैकुण्ठमा जान सकेका हुँदैनन्
निम्ति नै वैकुण्ठमा जानको लागि पूजा गरिएको स्वर्गको त्यो जुन रसवाला रूपी हजुर जुन छ त्यो पत्ताकारो लाग्छ त्यो पत्ताकारो खोज्ने 1 नम्बर 2 नम्बर हाम्रा आमा दिदी बहिनीहरू 3 प्रकारका हुन्छन् अस्ति मैले भनिसकेँ कन्या सदाबा र विधवा अब कन्या हुँदा रमाइलो हुन्छ सदाबा हुँदाखेरि अलि गाह्रो हुन्छ एक्लै बाँच्न गाह्रो हुन्छ यो जन्ममा जस्तो भयो भने अर्को जन्ममा श्रीमानसँगै अनि अर्कोतिर के हुन्छ हाम्रो आमा दिदी बहिनी कहिले स्वतन्त्र हुँदैनन् सानोमा बाबासँग रहनुपर्छ बिहा गरेपछि श्रीमानसँग डराउनुपर्छ अनि बुढी भएपछि छोरासँग डराउनुपर्छ कहिले पनि हाम्रो आमा दिदी बहिनीहरू जति स्वतन्त्र भने क्या नि व्यवहारले देखाउनु पर्ने सानामा बाले के भन्नुहुन्छ भन्नै पर्यो नत्र गाली गर्नुहुन्छ पिट्नुहुन्छ युवा भएपछि बुढाले राखे बुढो अब भन न अर्को भयो भने अब बुढाले गाली गर्यो भने बुढाले पत्याएन भने अब कहाँ जाने हो नि भरे फेरि बा आमा छोडेर आइयो अब बुढाले घर नबस भन्नु कहाँ जाने माइत छोडेर आइयो बाले बुढाले चाहिँ नबस भन्नु अब कहाँ जाने पकायो भन्दाखेरि मोबाइल हेरौँ हेरे दिदीले पकाउँछ भन्दै रहेछ उतापट्टि उसले हेर भन्दाखेरि मैले पकाउँछ भन्दा मोबाइल हेरेर सकिन्छ अनि त्यसपछि आजिज परेछ अनि त्यहाँबाट चिया खोज्दा गाउँमा जाँदाखेरि गाउँमा पनि घरि के गर्यो त नाटक गर्यो क्या त्यसो हुँदाखेरि बुढाबुढी भएका बेलामा छोराछोरीहरूले छोराछोरीले हेरिदिनु भने कसले हेरिदिने त्यसो भएको हुनाले धेरै गाह्रो हुन्छ त्यस भएको हुनाले हाम्रा आमा दिदी बहिनीले सुख प्राप्त गर्नको लागि शान्ति प्राप्त गर्नको लागि बाबु नानीबाट धेरै माया गर्नु